लु आउनु अघि त पानी पर्लास् हुँदै थियो है त्यही त झन्डै चिप्लिने हौ फ्ल्याट तरिका सिट आमा के भएको अगाडि हिँड्नुहोस् मुनाले यस्तै चप्पल दिएर माथि घर यस्तो छ बाटो आज चाहिँ हामी आमाको समाधिमा सौरेनीको बाटो यो चाहिँ ओह्रालो गएको आकाश भाइ राति छौ अघि आएको भाइ सन्चै हुनुहुन्छ गरम पो भयो आमामा घाम लागेर डर लाग्दो गरम अब बेसी गरम थिएन पर गरम शीतल चाहिँ शीतलै छ त्यस्तो पोल्ने चाहिँ होइन तल जस्तो चाहिँ ठिक्कैको रहेछ घाम पोल्ने चाहिँ छैन बिस्तारै हिँड्नु आमा बिस्तारै ल उसले फुल ल्याएन त कान्दा आन्टीले खोइ कान्ता आन्टी तपाईँको फुल फुल ए साम्याले बोएछ ए मामाहरूको घर हेट मुनाले के चप्लिदियो दिने हो चिप्लेर मऱ्यो हो चप्ली चिप्ल्यो अरे मुना आन्टी चप्पल पनि के जस्तो पाइतालै त्यस्तै रहेछ हौ हुन्छ बिस्तारै हिँड्नुहोस् न पुगिहाल्यौँ नि अब माइजू बोजू आउनुहोस् न आउनु न जाडोमा चाहिँ मेरो यो भाइ लाग्छ गरम लाग्छ तपाईँले मजा चप्पलले त भनेको नि ए यताबाट गएको हामी यताबाटै गयौँ नि सदनको घर म त तलबाट सम्झिरहेको थिएँ नि त आज चाहिँ हामी आमाको समाधिमा जाँदैछौँ कस्तो शीतल है एकदम शीतल ला पानी ल्याएको छ के त सदनकोबाट लिएर आएछ नि कति दिन बनाएको क्या मामा 3 दिन कस्तो राम्रो बनाउनु भएछ खलियो गरिदिनु हुँदैछ आमाले गर्नुहुँदैछ हुन्छ हुन्छ ओके ओके हुन्छ होइन मम्मी यसो चढाउनु नमस्ते त्यति बेला चाहिँ स्टप गर्न ए दाजुको पनि हुन्छ त्यहाँ है लामो हुन्छ कि स्टप गर्दै गर्दै त्यहाँ जोडेर चाहिँ हाल्नु सजिलो हुन्छ नि त ल ओके त्यो आमा पुरा शीतल
भाइको हो ठुलो भाइको सबैजना छौँ यहाँ साथीहरू यो चाहिँ दाजुको समाधि यो चाहिँ पपुको समाधि ऊ तल कटनको कस्तो शीतल हौ बसिरहेको जस्तै आयो त टाउको मालिक माला लगाइदिनुहोस् न अहिले खेल्छ होला नि नियम गरेर रुखहरूले गर्दा रुखहरूले गर्दा त्यो लामो भने उयो गर न सदन काटा न स्टप गरेर नि यहाँनिर कहाँनिर गरिदिनु यहाँ साइडमा